यस्तो पानी परेको चाहिँ असिना परेको थियो कि साथीहरू, असिना यस्तो खतरा असिना परेको थियो साथीहरू। पोखरामा यस्तो खतरा असिना परेको थियो साथीहरू। हेर्नुहोस् है गाइस, असिना ठुलो असिना परेको छ गाइस। धेरै ठुलो असिना परेको थियो, मान्छे मार्छ यो असिनाले यार साथीहरू। फेरि पर्न थाल्यो है साथीहरू, फेरि पऱ्यो। ओहो असिना हेर्नुहोस् है, असिना यस्तो खतरा असिना परेको छ साथीहरू। ल मान्छेलाई मार्छ यो असिनाले पसिना। ल हेर्नुहोस् त मकै हेर्नुहोस् त गाइस, मकै पाक्न लागिसकेको थियो, असिनाले यस्तो खतरा बनाइदिएछ कि हेर्नुहोस् त। मकै डुब्यो मकै डुब्यो। ल हेर्नुहोस् त, पाक्न लाग्थ्यो मकै। ल हेर्नुहोस् त, यस्तो बनायो, बर्बाद बनाइदियो। हेर्नुहोस् त मकै गाइस, खत्तम बनाइदियो। हेर्नुहोस् है, ओहो बारी डुबेर। ल हेर्नुहोस् त, पुगु चाहिँ केही नहुँदो रहेछ साथीहरू, पुगु चाहिँ। ल हेर्नुहोस् है साथीहरू, यो हिजोको असिनाले मकै चाहिँ कस्तो बनाएछ। ल हेर्नुहोस् त, मकै चाहिँ चिरा बनाइदिएको छ। यसरी मकै चिरा बनाइदियो भने किसानले के गरेर खाने। ल हेर्नुहोस् त, मकै पाकिसकेको छ तर यस्तो भइछ। हेर्नुहोस् मकै, हेर्नुहोस् त मकैको यस्तो मकै भइसकेको थियो, तर हिजो यो असिनाले चाहिँ यस्तो खत्तम पारेछ। हेर्नुहोस् है गाइस, यस्तो भयो भने किसानले के खाने। ल भन्नुहोस् त, यस्तो हुनु भएन। प्रकृतिले पनि साथ दिनुपर्छ कि साथीहरू। ल हेर्नुहोस् गाइस, पसिना के हेर्नुहोस्, पसिना है गाइस, यस्तो पसिना आउँछ साथीहरू। यो झार भन्ने चिज चाहिँ नेगेटिभ एनर्जी हो। यो नेगेटिभ एनर्जीलाई चाहिँ उखालेर फाल्यो भने पोजिटिभ एनर्जी चाहिँ आन्न बाली हो क्या गाइस। पोजिटिभ एनर्जीलाई बचाउनको लागि यो नेगेटिभ एनर्जीलाई फाल्न लागि यति धेरै मेहनत लाग्छ कि साथीहरू, यति धेरै मेहनत लाग्छ कि जुनैसुकै कुरामा पनि नेगेटिभ एनर्जी र पोजिटिभ एनर्जी छ नि, ब्यालेन्स भएन भने त्यसको सन्तुलन बिग्रिन्छ क्या साथीहरू। जस्तै यो वर्ल्ड वारको सन्दर्भमा पनि यदि नेगेटिभ एनर्जी बढी भयो भने वर्ल्ड वार हुन्छ कि साथीहरू। जस्तै पाकिस्तान र भारतको वर्ल्ड वार हुन लाग्थ्यो, केही पोजिटिभ एनर्जीहरूको भाइब्रेसन देखा पर्यो, त्यस पछाडि यो वर्ल्ड वार हुनबाट बचायो क्या साथीहरू। त्यसैले जुनसुकै कुरामा पनि हाम्रो नेगेटिभ एनर्जी र पोजिटिभ एनर्जीको ब्यालेन्स हुनुपर्छ। बिना झार आन्न बाली हुन्न, बिना नेगेटिभ पोजिटिभ बिजुली पनि उत्पादन हुँदैन, बिना नेगेटिभ एनर्जी गाडी पनि स्टार्ट हुँदैन।
भयो भने सानो दुधिन्छ मानो फकाएर लान नसक्नेसँग जानु कि नजानु ए धान सुक्यो राफले फकाउँछ काफले जानु कि नजानु। साथीहरू साथी त कालो रेलको धुवाले म त कालो छाता ओढ्दै नओढ्नाले आज बारी खनेको उपलक्ष्यमा यो मोरन्जी जुस चेस गर्दैछु साथीहरू। पसिना हेर्नुहोस् त पसिना पसिना खल 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 खल्दै भइरहेछ साथीहरू। पसिना खल खल भइरहेछ। यो मोरन्जी जुस खायो भने यो पसिना ससिना कहाँ जान्छ, हाम्रो शरीरको टक्सिन जति सबै यो पसिनाबाट निस्केर गइरहेको छ साथीहरू। त्यसैले यो टक्सिनलाई चाहिँ फेरि परिपूर्ति गर्नको लागि टक्सिनलाई फेरि अझै निर्विषीकरण गर्नको लागि यो मोरन्जी जुस खानुपर्छ साथीहरू। यो मोरन्जी जुस खायो भने हाम्रो रगत सफा गर्छ, हाम्रो कलेजोलाई चाहिँ संरक्षण गर्छ, यसले चाहिँ इम्युनिटी पावर बढाउँछ है साथीहरू। ल चेस। ओके।